सबभन्दा पुरानो चर्च अरे यहाँको। बुढी आमालाई घुमाउनु लिएर हिँडेको आज मेरो इभिनिङ वक। This area is place you see there the comes with how to say the people stayed upstairs and comes with how to say that in a panemorpho, and this area also between that hill and the mamashi kendra foso Tora nadis puena pau chame pus haseriksa cheleosas popana राधे राधे सम्पूर्णमा मान्छे आज इभिनिङ वक घुमेर घुम्नु गएको आमासँग लिएर सरले मलाई यो ठाउँ यस्तो हो यो ठाउँ यस्तो हो भनेर भन्दै जानुभँदैछ। हामी गाडीमा सर र समुद्रको किनार अनि यो चाहिँ यो डाँडा चाहिँ माथि थिएटर रहेछ। अब ठुल्ठुलो कार्यक्रम हुन्छ नि, थिएटरको ठुल्ठुलो कार्यक्रम चाहिँ यहीँ हुन्छ अरे। अनि यो चाहिँ पार्क हो। अनि त्यसपछि हामी घुम्दै गइरहेको थियौँ समुद्रको वरिपरि। वाउ थियो, रमाइलो भएको थियो। आमालाई कहिलेकाहीँ घुमाउन लानु मन लाग्छ छोराछोरीलाई, तर आमा मान्नुहुन्न। तर योपालि चाहिँ हामी गयौँ, सरले घुमाउन लानुभयो हामीलाई। हामी यसरी घुम्दै सानो देश छ, पुरै चट्टान, कति धेरै चट्टान, ढुङ्गा, यो सबै देखेको ढुङ्गा हो। यस्तो बलियो ढुङ्गा छ समुद्र साइडमा, अनि ढुङ्गा भएको डाँडा काँडा। हामी यसरी अनि 2-3 चर्च गएको थियौँ होला हौ, तर मैले खिच्न चाहिँ थोरै खिचेको थिएँ। गाडीमा अँध्यारो पनि भइसकेको थियो। अनि त्यसपछि हेर्नु चट्टान, कत्रो चट्टान, साँच्चै नै बनाएको जस्तै चट्टान क्या। तर त्यो ओरिजिनल भनेर भन्नुहुँदै थियो सरले। तर मलाई यो चट्टान झन् क्या खतरा थियो क्या, प्रत्यक्ष हेर्नलाई त झन् वाउ थियो। अनि यहाँ पहिले त मान्छेहरू भित्र बस्ती नै अरे कि, बस्ती नै घर जस्तो भएर बस्ती नै बसेको थियो अरे पहिले पुरानो भनौँ न। पहिला चाहिँ यो चाहिँ बगेनाको रुख हो। अनि यहाँ देख्नु होला नि घर, यो चाहिँ घर भित्र मान्छे बस्थ्यो अरे क्या यहाँ मान्छे। अनि हामी जहाँ गएको नि त्यही बाटो फेरि फर्केको। अनि यस्तरी अनि फेरि माथि डाँडा पनि पुगेको, अनि फेरि तल झरेको त्यही बाटोबाट। यस्तरी घुम्दै अनि हामीले बाटोमा स्ट्रबेरी पनि किन्यौँ। अनि एउटा चाइनिज मान्छेको घरमा गएर एउटा कागज दिनुहुन्थ्यो सरले, त्यो कागज दिनुभयो सरले। अनि त्यसपछि हामी अर्को चर्च गयौँ। अनि त्यसपछि यो चाहिँ थिएटर हो। यस्तो तलदेखि माथिसम्म पुरै त्यो बनाएको के नेचुरल के बनाएको जस्तै नदेखिने के नेचुरल पुरै त्यो हुन्छ नि। यो चाहिँ पुरानो प्लेन क्रास भएको अरे, कति भनौँ न 100 सालभन्दा अगाडि प्लेन क्रास भएको अरे। अनि त्यसको नाममा अनि यो बनाएको अरे भन्दै हुन्थ्यो सरले, मलाई डिस्क्राइब भनिरहनु भएको थियो।
यस्तो हो यसको कहानी भनेर भन्दै हुनुहुन्थ्यो। No chance to go. पुरै त्यो हुन्छ नि पुरा साँघुरो ठाउँ छ अरे कि भित्र चाहिँ पुरै यस्तो त्यो अर्कै त्यो हुन्छ नि इमाजिङ गर्ने। आज चाहिँ बन्द अब शनिबार र हामी शनिबार गएको थियौँ नि त, शनिबार आइतबार चाहिँ बन्द हुन्छ अरे, अरू बेला चाहिँ खुल्छ अरे भनेर भन्दै हुनुहुन्थ्यो। अनि हामी फर्क्यौँ त्यसपछि। अनि यहाँ चाहिँ के अरे रुखमा ठोकिएर प्लेन क्र्यास भएको अरे यहाँ चाहिँ साँच्ची त्यो पनि भन्नुभएको थियो। त्यो पनि भन्नुभएको थियो। अनि आमाले गीत गाउनु भयो क्या, अनि कति मिठो गीत गाउनु भयो मेरो आमाले। 92 वर्षकी आमा हुन्, कति मिठो गीत गाउनु भयो। के अरे उहाँको हस्बेन्डसँग बस्दाखेरि गाएको गीत गाउनु भयो। अनि म पनि ह्याप्पी, सर पनि ह्याप्पी भयौँ।